प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, कार्यक्रम बादल इंग्लिश क्लासेसमा यहाँहरूलाई मिठो नमस्कार तथा हार्दिक स्वागत छ। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, सधैँ चाहिँ टेक पार्टनर सत्येन्द्र गुप्ताको साथमा म राम विश्वास मेहता यानी यहाँहरूकै चिर परिचित सर आरबी मेहता यानी आरबी सर उपस्थित भइसकेको छु लिएर कार्यक्रम बादल इंग्लिश क्लासेस। र प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, तपाईँलाई थाहा छँदैछ कि यो हाम्रो बादल इंग्लिश क्लासेस चाहिँ हाम्रो नेपाली र इंग्लिश यानी नेपाली एन्ड अंग्रेजी दुवै मिडियमको विद्यार्थी भाइ बहिनीहरूको लागि उपयोगी हुनेछ भन्ने हामी आशाले कार्यक्रम चलाइरहेका छौँ। र तपाईँले यो कार्यक्रमलाई बादल इंग्लिश क्लासेसलाई रेडियो बादलमा मात्र होइन, रेडियो बादलको आधिकारिक युट्युब च्यानल बादल टिभीमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। युट्युबमा गएर बादल टिभी सर्च गर्नुहोला, बादल टिभी सर्च गरेर त्यहाँबाट तपाईँ भिडियोलाई डाउनलोड गर्न सक्नुहुन्छ वा हेर्न सक्नुहुन्छ। साथै युट्युबमा गएर बादल टिभी सर्च गर्नुहोला वा बादल इंग्लिश क्लासेस वा क्लासेस बाई आरबी सर्च गर्दाखेरि पनि तपाईँ भिडियोहरू हेर्न सक्नुहुनेछ। अनि बादल टिभीलाई सर्च गर्नु होला र सब्सक्राइब गर्नु होला, त्यसमा सबै भिडियोहरू तपाईँले पाउनुहुन्छ। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, यस्तै हिजो चाहिँ हामी टेन्सको बारेमा स्टडी गऱ्यौँ। टेन्स के हो? हरेक ठाउँबाट आउँछ हामीले टेन्सन यानी टेन्सको यानी कमेन्ट बक्समा धेरै साथीहरू टेन्सको बारेमा टेन्स गर्नु छ, टेन्स लेखिदिनु, टेन्सको बारेमा पढाउनु, टेन्स 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 यति टेन्स कि कमेन्ट भनिदिनु। टेन्स के हो? टेन्सन यस्तो विद्यार्थी भन्नुहुन्छ, यो टेन्सन किन? यसले हटाउनु पर्यो, यस्तो कालले हटाउनु पर्यो, यस्तो खाले हामीले समस्या आउँछ। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, जति टेन्सलाई हामी यदि भारी सोच्दछौँ, यदि हार्ड हामीले सोच्छौँ, हामी सोच्ने गर्छौँ, यदि हार्ड लाग्दछ, वास्तवमा टेन्स त्यति हार्ड पनि छैन। त्यसैले प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, ध्यान दिएर सुन्नुहोला, ध्यान दिएर हेर्नुहोला। यदि ध्यान दिएर सुनिदिनुहुन्छ भने तपाईँले बुझ्न सक्नुहुन्छ कि टेन्स कति इजी छ। वा तपाईँले भिडियो हेरिराख्नु भएको छ भने ध्यान दिएर हेरिदिनु, तपाईँले एकदम बुझ्नुहुन्छ। भने हिजो मैले तपाईँले बताएको थिएँ कि टेन्स र टाइम दुवैको बिचको फरक र दुवैको डिफिनेसन र दुवैको अर्थ, दुवैको रूप रङ रूप सबै कुरा हामी स्टडी गरेँ। यदि तपाईँले त्यो भिडियो हेर्नु भएको छैन भने अहिले नै गुगलमा जानु वा तपाईँ युट्युबमा गएर बादल टिभी सर्च गर्नु, त्यहाँबाट बादल टिभी सर्च गर्नु होला वा बादल क्लासेस सर्च गर्नु, बादल इंग्लिश क्लास सर्च गर्नु होला र त्यहाँबाट यो टेन्सको पार्ट 1 पहिला तपाईँले स्टडी गर्नु हेर्नु, त्यसपछि यो झन् बेटर हुन्छ। त्यो हेर्न बिर्सनु होला, किनभने त्यसमा हामी टेन्स र टाइम यानी दुवैको सम्बन्ध डिफ्रेन्ट यी सबैको बारेमा बताइएको छ। त्यसले भाइ त्यसलाई प्लिज हेरिदिनु होला यदि हेर्नु भएको छैन भने। र आज हामी त्यो टेन्सको स्ट्रक्चरको बारेमा छलफल गर्नेछौँ। धेरै भाइ बहिनीहरूलाई टेन्सको स्ट्रक्चरमा समस्या हुन्छ। जहिले पनि हामी भोइस पढ्दाखेरि हामीले सरले भन्नुहुन्छ टेन्सको स्ट्रक्चर थाहा छ भने बच्चाले कन्फ्युजन, टेन्सको स्ट्रक्चर जहाँ हेर्नु त्यहाँ टेन्सको स्ट्रक्चरले समस्या भने त्यसैले त्यो टेन्सको स्ट्रक्चरको समस्यादेखि लिनु पर्दैन, किनभने त्यसको पनि समाधान यहाँ आइसकेछ। हरेक बिमारीको इलाज जस्तो कि निस्कन्छ त्यसको औषधि बन्छ, त्यस्तै यसको पनि औषधि मैले ट्रिक लिएर आइसकेको छु। त्यो ट्रिकलाई एकदम ध्यान दिनु होला। यो आरबी सरको ट्रिक एकदम बेटर ट्रिक हो, तपाईँले काम लाग्ने ट्रिक हो। यो ट्रिक एकदम यदि यो ट्रिक बुझिहाल्नुहुन्छ भने तपाईँले टेन्सको स्ट्रक्चर बुझिहाल्नु। 12वटा टेन्सको स्ट्रक्चर चाहिँ यसमा समावेश गरिएको छ। यसले हुन त हिजो नै बताउने थिए, तर हिजो के भयो हामीलाई समयको अभावले बताउन सकेन, हामी समयको अन्त्यतिर आइसके थियो, त्यसैले हामी बताउन सकेन। तर आज त हामीसँग समय छ, पर्याप्त छ। यसलाई आज हेरेर छाड्छु अथवा तपाईँले क्लियर गराएर छाड्छु। प्लिज विद्यार्थी भाइ ध्यान दिएर हेर्नु होला। हामीले थाहा छ टेन्स 3 प्रकारको हुन्छ, प्रेजेन्ट, पास्ट, फ्युचर। र यो तीनटैको सब टेन्सेस पनि 4 हुन्छ, बट त्यो 4 हुँदैन, त्यो एउटै हुन्छ, त्यो 4टैमा खेलेको हुन्छ। मतलब 4वटा, एउटा जस्तो कि एउटा सिम्पल यही सिम्पल प्रेजेन्टमा पनि कहाँ आउँछ, खेल्छ, आफ्नो रूपहरू आउँछ र यही सिम्पल पास्टमा पनि आउँछ र यही सिम्पल तपाईँको फ्युचरमा पनि आउने गर्छ। त्यस्तै जस्तै हामी भन्ने गर्दछौँ सिम्पल प्रेजेन्ट, सिम्पल पास्ट, सिम्पल फ्युचर, यानी यो सिम्पल तीनटैको काल हो होइन, त्यो सिम्पलले बुझ्नुपर्ने हो। त्यस्तै प्रेजेन्ट कन्टिन्युअस, पास्ट कन्टिन्युअस, फ्युचर कन्टिन्युअस, अर्थात् यो तीनटैमा कन्टिन्युअस आइरहेछ होइन। अब अर्को हेर्ने यो सब टेन्स छ पर्फेक्ट, यसलाई पनि त्यस्तै हामी गर्न सक्छौँ, प्रेजेन्ट पर्फेक्ट, पास्ट पर्फेक्ट, फ्युचर पर्फेक्ट होइन। यो पर्फेक्ट पनि तीनटैमा काम लागेन, तीनटैमा यसले आफ्नो भूमिका हेराइरहेछ र भूमिका निर्वाह गरिरहेछ। त्यस्तै पर्फेक्ट कन्टिन्युअस, अब प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस,
पास्ट पर्फेक्ट कन्टिन्युअस, फ्युचर पर्फेक्ट कन्टिन्युअस। यानी यो चारवटा ग्रुप छ, यो चारवटा यही काल हो टेन्सको होइन, जुन काल भन्ने गर्छ यही चारवटा काल हो, सिम्पल, कन्टिन्युअस, पर्फेक्ट र पर्फेक्ट कन्टिन्युअस। अब यसको हामी 12वटा स्ट्रक्चरले कसरी सजाएर राखेको छ चार्टमा भन्दा ध्यान हेर्नु होला। अब हामीसँग कसरी सोधिदिन्छ कि भाइ सिम्पल प्रेजेन्ट टेन्सको स्ट्रक्चर के हुन्छ, अथवा हामीले सिम्पल प्रेजेन्ट टेन्सको स्ट्रक्चर लेख्नु छ भने हामी सबैले हेर्नु ध्यान दिएर टेन्सको परिभाषा के हुन्छ, फर्म अफ द भर्ब, द फर्म अफ द भर्ब इज कल्ड टेन्स, यानी कि फर्म अफ भर्ब, भर्ब ग्रुप हो। अब सिम्पल सबैभन्दा पहिला हेर्नु सिम्पल कहाँ छ, यहाँ छ। अर्को के छ हाम्रो एउटा सिम्पल, अर्को प्रेजेन्ट। त सिम्पलबाट लिएर जानु र प्रेजेन्टबाट पनि आउनु, कहाँ मिल्छ हाम्रो, यहाँ मिल्छ, यानी कि V1 + V5, V1 वा V5। अब यो त फर्म भयो, भर्ब ग्रुप भयो। अब यसले स्ट्रक्चर बनाउँछ भने तपाईँ के गर्नु होला, तपाईँको अलिकति सानो एउटा काम चाहिँ के गर्नु भने स्ट्रक्चर तयार हाम्रो अगाडि यहाँ सब्जेक्ट थप्नु होला र पछाडि अब्जेक्ट, हाम्रो स्ट्रक्चर तयार सिम्पल प्रेजेन्ट टेन्सको। सब्जेक्ट प्लस V1 V5 प्लस अब्जेक्ट भयो। त्यस्तै हामीलाई प्रेजेन्ट कन्टिन्युअस टेन्सको स्ट्रक्चर लेख्नु छ भने ध्यान दिएर हेर्नु होला। के छ हाम्रो, पहिला प्रेजेन्ट, त्यसपछि के हो भने कन्टिन्युअस, प्रेजेन्ट कन्टिन्युअस। अब प्रेजेन्ट कन्टिन्युअस स्ट्रक्चर के हुन्छ भयो, समस्या लिनु पर्दैन, किनभने प्रेजेन्ट कन्टिन्युअस समस्या हामीले हेर्नु पर्दैन। ध्यान दिएर हेर्नु होला, प्रेजेन्ट कन्टिन्युअस पहिला प्रेजेन्ट हेर्नु कहाँ छ, यसैबाट हामी निकालिदिन्छु। प्रेजेन्ट कहाँ हो, यहाँ छ, मतलब यस्तै लाइनमा कहीँ न कहीँ होला। अर्को के छ कन्टिन्युअस, त कन्टिन्युअस यहाँ छ र प्रेजेन्ट यहाँ छ, यसको यहाँ मतलब यो लाइनमा छ। अब यसमा के छ फर्म, सब इज एम आर प्लस V4, यहाँबाट हामी लिइहालेँ। अब यसले स्ट्रक्चर बनाउनु पर्ने हो। तपाईँको सानो काम के हो, अगाडि सब्जेक्ट र लास्टमा अब्जेक्ट थपिदिने, भइहाल्यो तपाईँको स्ट्रक्चर तयार। अगाडि सब्जेक्ट पछाडि अब्जेक्ट थप्नु, तपाईँको समस्या खत्तम, स्ट्रक्चर बन्यो। अगाडि हामी थपिदिरहेको छु सब्जेक्ट, पछाडि थपिदिए अब्जेक्ट। अब तयार भयो हाम्रो प्रेजेन्ट कन्टिन्युअस टेन्सको स्ट्रक्चर, सब्जेक्ट प्लस इज एम आर प्लस V4 प्लस अब्जेक्ट। अब तपाईँ लागिरहेको इजी छ, वास्तवमा स्ट्रक्चरमा इजी छ। अब अर्को हेर्नु, यस्तै हामी प्रेजेन्ट पर्फेक्टको हेर्छौँ, प्रेजेन्ट पर्फेक्ट, प्रेजेन्ट पर्फेक्ट। अब ध्यान दिएर होला, पहिला हो प्रेजेन्ट, प्रेजेन्ट कहाँ, यहाँ। त हामी बुझिसके त्यो प्रेजेन्ट यसै बक्समा कहीँ न कहीँ छ। अब हामी हेरेछौँ यहाँ के छ, अर्को पर्फेक्ट, पर्फेक्ट यहाँ छ, यसकै लाइनमा कहीँ छ। अब यो लाइन र यसको लाइन कहाँ छ, यहाँ मिलिरहेछ भने यसको के छ, हैज, हैव प्लस V3, यसको रूप लिइहाल्यो हामी भर्बको। अब यसले स्ट्रक्चर बनाउनु पर्ने हो। सेम त्यस्तै तपाईँको केही काम होइन, मात्र सब्जेक्ट र अब्जेक्ट थप्नु पर्ने हो। पहिला सब्जेक्ट र अन्तमा अब्जेक्ट, यहाँ सब्जेक्ट थपिदिए, लास्टमा अब्जेक्ट, हाम्रो स्ट्रक्चर तयार भयो नि त। प्रेजेन्ट पर्फेक्टको सब्जेक्ट प्लस हैज, हैव प्लस V3 प्लस अब्जेक्ट। अब तपाईँले एकदम इजी भइसक्यो होला कि स्ट्रक्चर कसरी लेख्ने भने। यो चार्ट तपाईँले थाहा होला भने, यदि बुझिहाल्नुहुन्छ भने तपाईँ सोली छ, तपाईँ पुरै 12वटाको स्ट्रक्चर तपाईँ याद भइहाल्छ, लर्न भइहाल्छ र कहीँ पनि कन्फ्युजन पनि हुँदैन र सधैँ चाहिँ तपाईँले यसलाई भुल्नु हुँदैन, सधैँ चाहिँ याद राख्नुहुन्छ र याद रहन्छ पनि। यदि तपाईँ युट्युबमा भिडियो हेरिराख्नु भएको छ भने प्लिज त स्क्रिनसट गर्न सक्नुहुन्छ, अथवा रेडियोमा सुनिराख्नु भएको छ, रेडियो बादलमा बादल इंग्लिश क्लासेस बाई आरबी सर सुनिराख्नु भएको छ भने तपाईँ यो प्रोग्रामलाई रेकर्ड गर्न सक्नुहुन्छ। रेकर्ड खोल्नुलाई मोबाइलमा तपाईँको रेकर्ड होला, रेकर्ड खोलिदिनु होला। रेकर्ड गरेर तपाईँ पटक पटक सुनेर तपाईँ आफ्नो डाउटले क्लियर गर्न सक्नुहुन्छ र पछि पनि सोध्न सक्नुहुन्छ, राति साथीभाइसँग सेयर पनि गर्न सक्नुहुन्छ। र यदि युट्युबमा हेरिराख्नु भएको छ भने भिडियो हेरेर तपाईँ सियोरली सेयर गर्न सक्नुहुन्छ, लाइक कमेन्ट पनि गर्नु। यदि कन्फ्युजन छ भने तपाईँले कमेन्ट गर्नु, त्यसमा म तपाईँको जवाब दिनेछु। र यदि कमेन्ट गर्नुहुन्छ भने तपाईँको समस्या सम्बन्धी हामी अर्को भिडियो बनाउने गर्छौँ। फेरि विद्यार्थी साथीभाइ ध्यान दिएर हेर्नु होला। अब अर्को नै हाम्रो प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस, प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस। अब यसमा धेरै साथीभाइ बहिनीहरू कन्फ्युज भइहाल्नुहुन्छ कि सर यसमा त पर्फेक्ट कन्टिन्युअस र प्रेजेन्ट पनि दिएछ नि, प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस। अब धेरै झाउ भयो। अब झाउ के भयो, केही भएन। तपाईँ ध्यान दिएर हेर्नु न, त्यो चार्टमा छ, तपाईँ के टेन्सन, तपाईँले आफूले थोरै लेख्नु छ, चार्टबाट सिधै राखिदिनु छ। हेर्नु त,
प्रेजेन्टमा हेरिदिने हामी कहाँ छ हामी बुझाइले कि यस्तै लाइनमा कहीँ न कहीँ होला। त्यस्तै अब के छ पर्फेक्ट कन्टिन्युअस। अब पर्फेक्ट गर्ने यहाँ छ, अब यस लाइनमा कहीँ छ र यहाँबाट आउँछ दुवै यहाँ मिल्छ भने के छ यसको हाम्रो फर्म के हो हैज हैभ प्लस बिन प्लस बिफोर। यो त फर्म हो, फर्म अफ भर्ब भयो। अब यसले स्ट्रक्चर बनाउनु पर्ने हो भने हामीले केही गर्नु पर्दैन, पहिला सब्जेक्ट र लास्टमा अब्जेक्ट। हाम्रो तयार भयो पर्फेक्ट कन्टिन्युअसको। अब तपाईँ भाइ बहिनीहरूले तपाईँहरू प्रेजेन्टको पुरै पढ्नुभयो, प्रेजेन्ट टेन्सको पुरै चारवटा स्ट्रक्चरले पढिसक्नुभयो। त्यस्तै हामी पास्टमा प्रवेश गरौँ कसरी गर्ने भनेर। सिम्पल पास्ट, सिम्पल पास्ट। अब ध्यान दिनु पहिला सिम्पल खोज्नु कहाँ छ, सिम्पल यहाँ छ, मतलब सिम्पल यहाँ छ। हामीले यो थाहा भइसक्यो कि यस्तै लाइनमा कहीँ न कहीँ होला यसै ग्रुपमा। अब त सिम्पल बुझिहाल्यो यो लाइनमा कहीँ छ। अब पास्ट यहाँ आउँछ र यहाँ जान्छ, मतलब यहाँ मिलिरहेछ V2। त्यो फर्म अफ भर्ब भयो V2। बस हामीले स्ट्रक्चर बनाउँदा के गर्नुपर्ने हो, तपाईँले त्यही काम मात्र गर्नु छ, एउटै कामै छ। म त्यही बेला भन्दै आइरहेको छु, तपाईँले यादै भइसक्यो होला, मलाई थाहा छ। अगाडि सब्जेक्ट र पछाडि अब्जेक्ट, स्ट्रक्चर तयार। सिम्पल पास्ट सरी प्लस V2 प्लस अब्जेक्ट। त्यस्तै अब हामीले पास्ट कन्टिन्युअसको स्ट्रक्चर लेख्नु पर्ने हो। के को पास्ट कन्टिन्युअस। अब पास्ट कन्टिन्युअस के हो भने ध्यान दिनु पहिला पास्ट भनेर पास्ट यहाँ छ, अर्थ बुझिसक्यो यो लाइनमा छ र कन्टिन्युअस यहाँ छ। अब दुवै आवश्यकताबाट मिल्छ कहाँ यहाँ। यहाँ के छ वाज वेयर प्लस बिफोर। यो त रूप भयो टेन्सको। अब यसमा त्यही काम हामीले फेरि गर्नु छ, अगाडि सब्जेक्ट पछाडि अब्जेक्ट, अगाडि सब्जेक्ट पछाडि अब्जेक्ट। अब हामी बुझिसक्यौँ कि अब स्ट्रक्चर बनाउन हाम्रो लागि के भयो इजी भयो, आसान भयो, सजिलो भयो स्ट्रक्चर कसरी बनाउने भनेर हामी त एकदम बुझिसके। अब ध्यान दिएर हेर्नु होला भाइ बहिनीहरू। अब हाम्रो स्ट्रक्चर भइहाल्यो सब्जेक्ट प्लस वाज वेयर प्लस V4 प्लस अब्जेक्ट। अब तपाईँले बुझिसक्नु भयो होला कि कस्तो हाम्रो स्ट्रक्चर बनिरहेछ, कसरी बनिरहेछ। स्ट्रक्चर बनाउन कुनै गाह्रो छैन। अब यसैले भनिन्छ कि हामी यसलाई रटिरहेको छैन बल्कि रचिरहेछौँ, यसको निर्माण गरिरहेछौँ। अब यस्तो भाइ बहिनीहरू पास्ट पर्फेक्टको हेर्ने हो भने पास्ट पर्फेक्ट। अब ध्यान दिएर हेर्नु होला र सुन्नु पनि होला यदि रेडियोमा बस्नु भएको छ भने पास्ट पर्फेक्ट। अब पास्ट हेर्नु कहाँ छ, यहाँ छ, यस लाइनमा कहीँ कहीँ होला। अब पर्फेक्ट यहाँ छ, तिमी मिलाएर लाउनु यहाँ। अब यो के भयो हाइड प्लस V3। त्यहाँ हामी के गर्ने हाइड प्लस V3। यो त फर्म भयो। हाम्रो के काम छ मात्र स्ट्रक्चर बनाउनलाई के हो, हामीले पहिला सब्जेक्ट र पछाडि अब्जेक्ट, यानी फर्स्टमा सब्जेक्ट र लास्टमा अब्जेक्ट, स्ट्रक्चर तयार। अब भयो नि त पास्ट पर्फेक्टको सब्जेक्ट प्लस हाइड प्लस V3 प्लस अब्जेक्ट। ल त्यस्तै पास्ट पर्फेक्ट कन्टिन्युअस। अब ध्यान दिएर हेर्नु भाइ बहिनीहरूले पास्ट पर्फेक्ट कन्टिन्युअस। अब पास्ट पर्फेक्ट कन्टिन्युअस के हो भने ध्यान दिएर हेर्नु होला। पास्ट यहाँ छ, पर्फेक्ट कन्टिन्युअस यहाँ छ, दुवै मिल्छ। ह्याड बिन प्लस V4 यहाँ हेरेको छौँ हामी। ह्याड बिन प्लस V4 हाम्रो काम त्यही छ, अगाडि सब्जेक्ट र लास्टमा अब्जेक्ट। फर्स्टमा सब्जेक्ट लास्टमा अब्जेक्ट थपिदिँदा हाम्रो स्ट्रक्चर तयार कम्प्लिट। त्यस्तै म प्रयोग गर्छु यहाँ सब्जेक्ट लास्टमा अब्जेक्ट, स्ट्रक्चर तयार भयो। अब प्रिय विद्यार्थी भाइ बहिनीहरू हामी प्रेजेन्ट टेन्सको चारटै भागको स्ट्रक्चरलाई हेरे, त्यस्तै पास्ट पनि हेरिसके र रह्यो बाँकी हाम्रो फ्युचर। त्यो फ्युचर के अर्को जस्तै थोरै हुन्छ, फ्युचर पनि यस्तै हुन्छ किनभने फ्युचर पनि त्यही चारवटा काल छ, सिम्पल कन्टिन्युअस पर्फेक्ट र पर्फेक्ट कन्टिन्युअस। हामीले आसानै हुन्छ तर अब यसले म छोड्न चाहन्छु यस्तै बनाउनु तपाईँले बनिहाल्छ। तर धेरै भाइ बहिनीहरूलाई दुःख लाग्छ होला, त्यसैले मैले पनि निर्माण गरिदिरहेको छु, बताइदिरहेको छु, रचिदिरहेको छु। किनभने दुईवटा गऱ्यो भने के अब एउटा अझ किन छोड्ने, त्यसले पनि हामी त्यसले फ्युचरलाई पनि हेरिदेऊ। अब ध्यान दिएर हेर्नु होला सिम्पल
फ्युचर, सिम्पल फ्युचर। अब सबभन्दा पहिले बक्समा हेर्नु सिम्पल कहाँ हो, यहाँ छ। अब फ्युचर कहाँ हो, अब सिम्पलको लाइन समात्दै जानु, लाइन भएर जानु अनि फ्युचरमा हेर्नु के आइरहेछ, विल सेल प्लस V1 आफै आइदिरहेछ यहाँ। त्यसलाई हामी के गर्छौँ, यहाँ विल सेल प्लस V1। अब त्यो फर्म भयो। अब यसैले हामी के गरिदिन्छौँ, अगाडि सब्जेक्ट अनि पछाडि अब्जेक्ट, हाम्रो स्ट्रक्चर तयार। सबै प्लस विल सेल प्लस V1 प्लस अब्जेक्ट, अनि सिम्पल फ्युचरको स्ट्रक्चर हाम्रो कम्प्लिट भयो। सिम्पल फ्युचर स्ट्रक्चर यही हुन्छ। अर्को हाम्रो रह्यो फ्युचर कन्टिन्युअस। फ्युचर कन्टिन्युअस, अब फ्युचर कन्टिन्युअस के हो यहाँ हेर्नु, ध्यान दिएर। कन्टिन्युअस यहाँ छ, फ्युचर यहाँ छ, फ्युचर भएर आउनु र कन्टिन्युअस भएर, मतलब विल सेल बी प्लस V4 होइन, विल सेल प्लस बी प्लस V4। त फर्म भएपछि हामी के काम छ, एउटा अगाडि सब्जेक्ट पछाडि अब्जेक्ट तयार भयो। त्यस्तै फ्युचर पर्फेक्ट, फ्युचर पर्फेक्ट। अब ध्यान दिएर हेर्नु होला, फ्युचर पर्फेक्ट। अब फ्युचर पर्फेक्ट हो के भनेछ भने, यहाँ फ्युचर हेर्नु होला बक्समा, अरे यो यहाँ सब टेन्सनमा के पर्फेक्ट। अब फ्युचर पर्फेक्ट दुवैले हेर्नु होला कहाँ गएर मिलिरहेछ, यहाँ मिलिरहेछ, मतलब यो दुवैले काम निर्माण गर्यो, विल सेल प्लस हैव प्लस V3। अब यसले के गर्ने, हामी अगाडि सब्जेक्ट पछाडि अब्जेक्ट, हाम्रो स्ट्रक्चर तयार भयो, कम्प्लिट भयो। त्यस्तै लास्टमा बच्चा हाम्रो फ्युचर पर्फेक्ट कन्टिन्युअस, फ्युचर पर्फेक्ट कन्टिन्युअस। अब यसमा के हो भने फ्युचर पर्फेक्ट कन्टिन्युअसमा ध्यान दिएर हेर्नु होला, यो ठुलो भएर फरक पर्दैन, हामीले त्यसमा डर्नु हुँदैन। यहाँ फ्युचर यहाँ छ, पर्फेक्ट कन्टिन्युअस यहाँ छ, फ्युचर यहाँ पर्फेक्ट कन्टिन्युअस यहाँ। अब दुवैले मिलाउने, यहाँ मिल्यो, के मिल्यो, विल सेल प्लस हैव प्लस बीन प्लस V4, अर्थात मिलाउँछु हामी विल सेल प्लस हैव प्लस बीन प्लस V4, अर्थात अब यसलाई के गर्छौँ हामी, सब्जेक्ट त्यस्तै लास्टमा अब्जेक्ट। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, हामीले अब तीनटै टेन्सको बारेमा स्टडी गरिसके कि स्ट्रक्चर कसरी निर्माण गर्ने, स्ट्रक्चर कसरी बन्दछ भनेर। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, जस्तै तपाईँ हेर्नुभयो सिम्पल प्रेजेन्ट, सिम्पल पास्ट, सिम्पल फ्युचर, यस्तै गरेर प्रेजेन्ट कन्टिन्युअस, पास्ट अनि फ्युचर, यस्तै गरेर हामी सबै स्ट्रक्चर पढेँ, स्टडी गरेँ। अब यो पुरै चार्टमा हामी के हेरिरहेछौँ भने, ध्यान दिएर हेर्नु होला, हामीले के हेर्छ भने यो चार्टले हेराइरहेछ कि हरेक टेन्सको स्ट्रक्चर मेन भर्बसँग एजुलरी भर्ब यानी कि हेल्पिङ भर्ब छ, तर दुईटा टेन्स, दुईटा सब टेन्स जस्तै कि सिम्पल पास्ट र सिम्पल प्रेजेन्ट, यो दुवैसँग हेल्पिङ भर्ब छैन। यसको अर्थ के हो भने यसमा डु डज लाग्छ, यसमा डिड लाग्छ, यति कुरा बुझिहाले। र एउटा कुरा हामी के हेरिरहेछौँ, कन्टिन्युअसमा सबैमा V4 लागेको छ, V4 प्रयोग भएको छ। जस्तै कि हेरिराख्नु भयो तपाईँ, इज प्लस V4, वाजर प्लस V4, विल सेल बी प्लस V4, अनि तिनटैमा यानि कि हरेक कन्टिन्युअस V4 छ। त्यस्तै पर्फेक्ट, यो सबै पर्फेक्टमा भर्बको तेस्रो रूप यानि कि भर्ब 3 हो, V3 हो। त्यस्तै हाम्रो पर्फेक्ट कन्टिन्युअसमा के हो, बिन प्लस V4 यानी बिन प्लस V4 सबैमा छ। अब प्रिय विद्यार्थी भाइ बहिनीहरू, हामी ध्यान दिएर एउटा एउटा टेन्सको बारेमा स्टडी गर्नेछौँ। ध्यान दिएर हेर्नु होला, मेट्न चाहन्छु यसलाई। अब हामी 1 बाई 1 पढ्ने र त्यसको कहाँ के प्रयोग गर्ने भनेर सिम्पल प्रेजेन्ट टेन्सको बारेमा सबैभन्दा पहिला हामी निर्माण गर्छौँ, स्टडी गर्छौँ, सिम्पल प्रेजेन्ट टेन्सको बारेमा चर्चा परिचर्चा गर्छौँ। त्यस्तै के गर्ने भने आज हाम्रो पार्ट 2 हो, दोस्रो दिन हामी टेन्स पढिरहेका छौँ। त्यस्तै विद्यार्थी भाइ ध्यान दिएर हेर्नु होला, सिम्पल प्रेजेन्ट टेन्स
अर्थात् यसलाई भन्ने गर्छौँ सामान्य वर्तमान काल। अब ध्यान दिनु भाइ बहिनीहरू यसको हामी स्ट्रक्चर के पढ्यो थियो भर्खर बेला हामी आफै निर्माण गरेछौँ प्रयोग गरेर। अनि हेर्नु जस्तै सब्जेक्ट प्लस V1 V5 प्लस अब्जेक्ट। अब ध्यान दिएर हेर्नु होला भाइ बहिनीहरू, सबभन्दा पहिला के गर्नुपर्ने हो भने हामीले यो हेर्नुपर्ने हो कि सिम्पल प्रेजेन्ट टेन्स केलाई भनिन्छ भने सिम्पल प्रेजेन्ट टेन्स यस्तो टाइमको बोधेर आउँछ जस्तै कि कुनै काम हुन्छ भनेर बताउँछ, त्यसमा नि कुनै कामको अपूर्णता बताउँछ, मतलब अनकम्प्लिटेड काम बताउँछ, अपूर्ण काम बताउँछ। जस्तै पुरा भएको काम बताउँदैन, अलिक फ्युचर टाइमको बोध गराएको हुन्छ। जस्तै कि सिम्पल प्रेजेन्ट टेन्स, जस्तै तपाईँ हेर्दै हुनुहुन्छ राम भात खान्छ, राम भात खान्छ। अब यो कुरा भयो, धेरै भाइ बहिनी सोच्नुहुन्छ सर तपाईँ कसरी बुझिहाल्नुभयो कि यो सिम्पल प्रेजेन्ट टेन्स हो अथवा कसरी बुझ्ने कि सिम्पल प्रेजेन्ट टेन्स हो। सर यो बताइदिनु हामीलाई कि सिम्पल प्रेजेन्ट टेन्स कसरी बुझ्ने। हामीले धेरै कन्फ्युजन छ, के हुन्छ यस्तो धेरै सोच्नुहुन्छ तपाईँहरू, टेन्सन लिनु हुँदैन, ध्यान दिएर हेर्नु कसरी हुन्छ भनेर। अनि यो पनि हुन्छ राम एउटा केटो हो, राम एउटा केटो हो। यो कुन टेन्स हो भने यो पनि के हो सिम्पल प्रेजेन्ट टेन्स हो। अब यो कसरी भयो भनेर यस्तो समस्या पनि हुन्छ, भाइ बहिनी सोच्नुहुन्छ कि के हो भनेर कसरी हुन्छ। अब धेरै भाइ बहिनी सुन्नुभयो होला र धेरै साथी भाइ बहिनीले यति मात्र थाहा हुन्छ कि नेपाली वाक्यको अन्तमा छ, छन्, छु, छौ इत्यादि आएको हुन्छ भने सिम्पल प्रेजेन्ट टेन्स बुझ्ने। अब यति त उहाँहरूलाई थाहा हुन्छ त उहाँहरूसँग के समस्या हुन्छ, सर यसमा त छैन, यसमा हो। अब स्ट्रक्चर मिलाउने हो त्यस्तो भइहाल्छ, राम इट्स राइस। अब यो त स्ट्रक्चर मिलिरहेछ, सब्जेक्ट प्लस V1 V5 प्लस अब्जेक्ट। अब यसो भइहाल्छ राम इज अ स्टुडेन्ट, राम इज अ स्टुडेन्ट। अब उहाँले कहिले सर न यसको स्ट्रक्चर मिल्छ न पास गर्ने नियमबाट मिल्दछ, तर यसले कसरी भन्ने हामी कि यो सिम्पल प्रेजेन्ट टेन्स हो। यस्तो किसिमको समस्याहरू उहाँहरूले आउने गर्दछ भाइ बहिनी, त ध्यान दिएर हेर्नु होला। आज मैले त्यस्तै समस्याहरूको सोल्भ गर्नको लागि नै तयार छु, यहाँ आएछु तपाईँको कन्फ्युजनलाई हटाउनको लागि। अनि अब यसको बारेमा जान्नु छ, यसको बारेमा पुरै युज जान्ने गर्छौँ हामी। र त्यस्तै भाइ बहिनीहरू हाम्रो धेरै भाइ बहिनी भन्नुहुन्छ उहाँहरूलाई थाहा हुन्छ कि सिङ्गुलर सब्जेक्टसँग V5 र प्लुरल सब्जेक्टसँग V1 प्रयोग गर्ने। यस्तो धेरै भाइहरूको धारणा हुन्छ, सोच हुन्छ, यानि कि सिङ्गुलर सब्जेक्टसँग V5 र प्लुरल सब्जेक्टसँग V1 प्रयोग गर्ने यस्तो सोचेर उहाँहरूले थाहा पनि छ, यसले याद गर्नुभएको छ, लर्न पनि गर्नुभएको छ। यही नियमलाई उहाँहरू धेरै साथीभाइ मेमोरीमा आफ्नो माइन्डमा सेभ गरिराख्नु भएको होला। त्यसैले यो नियमलाई तपाईँ हटाइदिनु आएदेखि यो चाहिँ हाम्रो रङ रहेछ, यसलाई हामी रङ नभन्नु, भन्दाखेरि यसलाई अनकम्प्लिट भन्नु, अधुरो भन्नु। किनभने जस्तै कि आई भयो त आईसँग हामी त V1 गर्छौँ प्रयोग इट, तर हाम्रो नियम बनिरहेको छ सिङ्गुलर सब्जेक्टसँग V5 प्रयोग गर्ने। अब यो हेर्नु, यदि यो पनि छ भने यो हाम्रो सिङ्गुलर पनि सक्छ, प्लुरल पनि सक्छ। यदि यो सिङ्गुलर छ तर पनि हामी इटै गर्छौँ, प्लुरल पनि इटै गर्छौँ। तब एकछिन मिलाउँछौँ हामी, यहाँ आई इट भनिरहेछौँ, आईसँग हामी V1 को प्रयोग गरेको छु, तर यहाँ चाहिँ हाम्रो सिङ्गुलर सब्जेक्टसँग V5 गर्ने। त यहाँ त आई सिङ्गुलर छ, यस्तो कन्फ्युज भइहाल्नुहुन्छ उहाँहरू। यदि आईसँग V1 प्रयोग हुन्छ भने यो नियम गल्ती छ, यदि नियम हेर्छ भने यो गल्ती छ। अब कसरी भयो होला समाजमा आउँदैन, यस्तो कन्फ्युज धेरै भाइ बहिनीहरू कन्फ्युज हुनुहुन्छ कि आई त सिङ्गुलर हो त यससँग V5 किन प्रयोग नगर्ने, V1 नै किन प्रयोग गर्ने, यस्तो पनि समस्या हुन्छ उहाँहरूलाई। र किन उहाँहरूले डाउट हुन्छ, डाउट हुनु स्वाभाविक कुरा हो। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, अब हामीले यसको बारेमा अहिले त बताउन जाँदै थिए, तर के गर्ने, हामी आजको कार्यक्रम समयको अन्त्यतिर आइसकेछौँ। त्यसैले प्लिज विद्यार्थी भाइ बहिनीहरू भोलि क्लास नछोड्नु होला, किन भोलि म बताउने छु आईसँग V1 किन प्रयोग हुन्छ, V5 किन हुँदैन। आई त सिङ्गुलर हो, यस्तो कुरा धेरै म यसलाई कन्फ्युजन दूर गर्छु र V1 युज पनि बताउने, सही युज बताउने गर्छौँ र पहिचान नियम पनि सही एकदम कम्प्लिट बताउने गर्छु भोलि। त्यसैले प्लिज भाइ बहिनीहरू भोलि क्लास तपाईँहरू छोड्नु नहोला, एकदम चाहेर पनि नछोड्नु होला एकदम, किनभने भोलि क्लास धेरै इम्पोर्टेन्ट छ। यति भन्दै अनि भोलि म भेट्ने छु चाँडै, यसै भिडियो साथमा नयाँ इनर्जी साथमा, तपाईँ पनि नयाँ इनर्जी साथमा सुन्नु होला र पढ्नु होला।
तबसम्म सुन्दै गर्नुहोस् रेडियो बादल 89 मेगाहर्ज। यति भन्दै टेक पार्टनर सत्येन्द्र गुप्ताको साथमा म राम विश्वास मेहता यानी यहाँहरूकै सर आरबी सर बिदा चाहन्छु। हस्त नमस्कार।